सम्पूर्ण साथीहरूमा नमस्कार। यति बेला म तपाईँहरूसँग बागलुङ र रुकुम पूर्वको सीमा क्षेत्र भनेर चिनिने पाटिहाल्नाबाट जोडिएको छु। आज मिति 2082 साल फागुनको 8 गते। यति बेला फागुन लाग्दै गर्दा पनि करिब आजभन्दा करिब 2 हप्ता अगाडि यो ठाउँमा हिउँ व्यापक रूपमा परेको थियो। त्यो सँगसँगै अहिलेको समयमा पनि आजको दिनमा चाहिँ हिउँ पर्न सुरु गरेको छ। जहाँसम्म लाग्छ यो हिउँ लामो समयसम्म पर्यो भने चाहिँ यो ठाउँमा फेरि पनि हिउँ जम्नेछ। फेरि थुप्रै आन्तरिक तथा बाह्य पर्यटकहरूलाई यस ठाउँमा भित्राउन लागि सफल हुनेछ भन्ने हामीले आशा अपेक्षा गरेका छौँ। हामी चाहिँ रुकुम पश्चिमदेखि बागलुङसम्मको यात्रा गर्ने क्रममा बाटोमा आउने क्रममै खाजा खान बसेकै बेलामा हिउँ पर्न सुरु गरेको थियो र यति बेला भने भुइँमा पनि हिउँ जम्न थालिसकेको छ। मैले अगाडि पनि भने हजुरहरूलाई यदि तपाईँहरू यस क्षेत्रबाट नजिकै हुनुहुन्छ भने यहाँका स्थानीयहरूसँग बुझेर अनि यहाँ हिउँ चाहिँ लामो समयसम्म जम्ने जस्तो भयो भने भोलि चाहिँ आउन सक्नुहुन्छ। योभन्दा माथितिर जुन यतातिर तपाईँहरू यो ठाउँ देखिराख्नु भएको छ, यो ठाउँमा चाहिँ आजभन्दा करिब 2 हप्ता अगाडि परेको हिउँ पनि बिलाउन सकेको छैन। चिसो धेरै नै छ, त्यो कारणले गर्दाखेरि हिउँ बिलाएको छैन भने आज फेरि पनि हिउँ पर्न सुरु गरेको छ। यो निस्सी खोलाको भूभागमा पनि हिउँ परेर चाहिँ जमिसकेको छ भने तपाईँले यतातिर देख्न सक्नुहुन्छ यो रुकुम पूर्वको भूभागमा पनि हिउँ परेर जम्न सुरु गरिसकेको छ। योभन्दा माथितिर जुन यो क्षेत्र देख्नुहुन्छ यो चाहिँ यहाँबाट रोल्पा पनि जान सकिन्छ। रोल्पाको भूभाग क्षेत्र योभन्दा केही माथिबाट रोल्पाको भूभाग पर्दछ। यहाँ चाहिँ खान बस्नको लागि थोरै मानिसहरूलाई चाहिँ बासको पनि व्यवस्था रहेको छ। यदि यहाँ बासको व्यवस्था रहेका कारणले गर्दाखेरि बस्नको लागि आउने सोच विचार बनाउनु भएको छ भने यहाँका होटल व्यवसायीसँग बुझेर तपाईँहरू आउन सक्नुहुन्छ। यहाँ आइसकेपछि खाजाको पनि राम्रो व्यवस्थापन रहेको छ। हिउँ चाहिँ बेसरी परिरहेको छ।